व्हाट्सअप साथीहरू, आज क्यामेरामा हेरेर कुरा गर्छु। के छ हालखबर? खाना खानुभयो? मैले त खाइसकेँ। रातिको कति 8-9 बज्न थालिसक्यो। तर यो भिडियो चाहिँ बिहानको 6 बजे मैले हाल्दैछु। अनि आज के को कुरा गर्ने? आज कुरा गरौँ अब ह्याप्पी न्यू इयर है सबै साथीहरूलाई। अब कुहिरेको बिउ हो भन्ला फेरि होइन नेपाली मान्छेले हेर्दाखेरि होइन यो हाम्रो 2083 साल पुस महिनामा के ह्याप्पी न्यू इयर भनेको भन्न पनि बेर छैन। तर अब मेरो अब जडा सबै मेरो इङ्ग्लिस भ्युवर नेपाली भ्युवर जस्तो भ्युवर भयो भने अब ह्याप्पी न्यू इयर भन्नु पऱ्यो नि। अब 2026 न्यू इयर न्यू मी द्याट्स ए स्क्याम। इफ यु कसैले भन्छ न्यू इयर न्यू मी त्यो स्क्याम हो क्या, स्क्याम हो। You had a whole year, 365 days, and you just decide to tell that New Year, New Me on January 1st. That's a scam. Wrong number ए। अनि आज साथीहरू के कुरा गर्ने? फायरवर्क्सको बारेमा कुरा गर्ने। फायरवर्क्स ब्युटिफुल बुम सबैलाई मनपर्छ नि। तर एउटा के समस्या भयो भन्दाखेरि चाहिँ म टोरन्टोमा बस्दाखेरि फायरवर्क्स अब जनवरी 1स्टमा होइन, अब न्यू इयर्स इभमा पड्काउने के फायरवर्क्स त भइयो 10 मिनट 25 मिनट 10 मिनटको मजा हेरियो, भिडियो रेकर्ड भयो। घर फर्किँदाखेरि यस्तो झ्याउन थियो कि, किनकि युनियन स्टेसनबाट चाहिँ घर जानुपर्छ होइन। युनियन स्टेसनबाट हिँडेर अब गएर त्यो हेर्ने हो। यस्तो झ्याउँछ कि आज मलाई त्यो यसो समस्या यसो कुरा गर्न मन लाग्यो कि घरपछि त ट्रेन पाइँदैन साथी हो, उबरमा जानुपर्छ घर। त्यही भएर यदि तपाईँ टोरन्टो हुनुहुन्छ भने अब यो साल त भइयो होइन, अब अर्को सालको लागि चाहिँ तपाईँलाई अब तपाईँ टोरन्टो आउँदै हुनुहुन्छ र तपाईँलाई न्यू इयरको फेस्टिभलको बारेमा अब हल्का थाहा पाउनु मन छ भने के हुन्छ भन्दाखेरि जब त्यो पड्किने भइन्छ नि तपाईँ ट्रेनतिर दौडिहाल्नु, नत्र त लास्ट बिजी हुन्छ ट्रेन। घर फर्किने ट्रेन पाइँदैन फेरि। त्यो चाहिँ तपाईँलाई टिप्स। म अहिले हेलिफ्याक्समा छु। हेलिफ्याक्समा हाम्रो चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रो हिउँ पऱ्यो साथीहरू, हिउँ पऱ्यो। तर पड्काउँछ अब पटेका भनौँ न। अब नेपालमा दसैँ तिहार जस्तो अब यहाँ चाहिँ अब पड्कायो। तर त्यस्तो भयो भने किनकि हिउँ पऱ्यो, अब हामी अब चिसो बाहिर, अब गाडी चल्दैन 11-12 बजेपछि। त्यही भएर हामी त कसैको हिँड्न। अब त्यो गाडी अब 4 पाङ्ग्री भएको भए चाहिँ अब जानु हुन्थ्यो। अब न्यू इयर कस्तो भयो भन्दाखेरि चाहिँ साथी हो, अब म चाहिँ अब आफ्नो पार्टीमा गएँ। अब हामी इन्भिटेसन अब अलिक ठुलो मान्छे परियो त्यो त अति नै भने। अनि अब पार्टीमा गइयो, म पार्टीमा गएँ। अनि त्यसपछि अब टिम सेलिब्रेट भयो। सबैलाई पनि ह्याप्पी न्यू इयर। अब नेपालमा अब पुस महिनालाई पनि ह्याप्पी न्यू इयर है हो। अब भोलि अब ह्याप्पी न्यू डे, अब ह्याप्पी न्यू डे नभए पनि ह्याप्पी न्यू इयर, वान अफ द्याट। अनि अब आज के कुरा गर्नु मन लागेको थियो भन्दा चाहिँ अब भिडियो अलि लामो हुँदै जान्छ, तर गफ गर्ने त हो। आज हेलिफ्याक्स तपाईँ आउँदै हुनुहुन्छ, क्यानाडा आउँदै हुनुहुन्छ भने कुरा गरौँ। तपाईँ नेपालदेखि अब 2टा सुटकेस 23 किलोको 23 केजीको सुटकेस बोकेर आउनुहुन्छ, 7 केजीको ह्यान्ड क्यारी ब्याग बोकेर मस्त खुसी टिका लगाएर। अब तपाईँ अब हिन्दू भने टिका लगाएर आउनुहुन्छ, अब नत्र भने माला लगाएर आउनुहुन्छ, आइन्छ। अनि आएपछि हाम्रो त एक्सपेक्टेसन हुन्छ नि। मलाई एउटा के भनिदिन्छु भन्दाखेरि तपाईँ आउँदै हुन्छ नेपालदेखि भने चाहिँ एक्सपेक्टेसन तल राख्नु क्या। यहाँ पनि टाउके हुन्छ नेपाल जस्तै। अब नेपालमा जस्तै मान्छेहरू भेटिन्छन्, यहाँ पनि टाउके। यहाँ पनि अब त्यस्तै स्ट्रगल गर्नुपर्छ होइन। अब मान्छेहरूले के सोध्छन् भन्दाखेरि चाहिँ मैले 2-4जना भाइहरूको बारेमा कुराहरू सुनेको, यस्तो गर्ने यस्तो गर्ने भाइ आउ बारु सुरुमा। अनि बाहिर चिसो हुन्छ होइन, बाहिर गएर यस्तो गर्ने हो न। समरमा गर्न ठिक छ, समरमा रमाइलो हुन्छ। तर अब विन्टरमा त बाहिर गएर अब उबर गर्न कम झ्या हुन्छ। हामीलाई थाहा छ क्या, बाहिर गएर चिसोमा उबर गर्न कति गाह्रो हुन्छ। यस्तै चिसो हुन्छ। अब नेपालमा अब पाहाडमा त हामी पाहाडमा चिसो हावा खान्थ्यो भन्नु चाहिँ कमेन्ट नगर्नु फेरि। यहाँको चिसो छुट्टै हुन्छ, बरफको चिसो छुट्टै छ। अनि साथीहरू अब नेपालदेखि तपाईँ आउँदै हुनुहुन्छ भने अब धेरै शुभकामना। अब आउनुहोस्। अब तपाईँको जनवरी इन्टेकको लागि आउँदै हुनुहुन्छ भने अब सबैलाई वेलकम। अनि मेरो एकजना साथी पनि आउँदै थियो कि मैले फेसबुकमा कता पोस्टहरू देखेको थिएँ। अब नाम त के भन्ने हो र। अनि मेरो अरू पनि मैले धेरै देखिरहेको थिएँ। अब नेपाली दाजुभाइहरू आउँदै हुनुहुन्छ, धेरै विशाल आएर रहेछ जनवरी। सबैलाई अब वेलकम टु न्यू इयर, अब वेलकम टु क्यानाडा आउँदै हुनुभएको। तर आउने बित्तिकै चाहिँ यो जस्ट मेक स्योर अब पिआरको लागि सोच्नुपर्छ भन्ने कुरा होइन। अब जबहरू फाइन्ड गर्नुहोस् आउने बित्तिकै। अब राम्रो रेज्युमे बनाउनुहोस्। नेपालदेखि आउँदै हुँदाखेरि अब माइन्डसेट प्रिपेयर गरेर आउनुहोस्। अब यहाँ आएपछि अब च्यालेन्जिङ हुनसक्छ। 2-4 थोरै समय चाहिँ अलिक गाह्रो हुनसक्छ, किनकि अब डिफ्रेन्ट नौलो देश, नौलो भेष, नौलो केस त के भन्ने र केस छैन साथी हो। अब
जे भयो नि अब सबै कुरा नयाँ हुन्छ, नयाँ भात साथीले भन्दै नयाँ भात नयाँ खाना हुन्छ। अब नयाँ नेक्स्ट च्याप्टरको लागि अब तपाईँ रेडी हुनु सबै। अब आज नयाँ सालको बारेमा कुरा गर्दाखेरि अब तपाईँ अब क्यानाडा नेपाल छोडेर तपाईँ क्यानाडा भन्दैमा अब तपाईँ नेपाल बिर्सिने त होइन, नेपाल पनि सम्झिनुपर्छ। तर अगाडि पनि आफ्नो 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 करियर पनि हेर्न पऱ्यो, त्यसैको लागि त आइएको। त्यही भएर चाहिँ अब नयाँ सालमा चाहिँ अब यो कुरा गर्न मन लाग्यो। अब तपाईँको नयाँ बिगिनिङ, न्यू बिगिनिङ, एउटा च्याप्टर क्लोज भएर अर्को च्याप्टर सुरु हुन्छ तपाईँको अब लाइफमा। तर एक्सपेक्टेसन चाहिँ अलिक तलै राख्नुहोस्, किनकि यहाँ पनि समस्याहरू धेरै छन्। यहाँ पनि अब काम नपाइएला, कलेजमा प्रब्लम होला, कहिले अब फेल भइहाल्ला क्लासमा। अब आउनु सबै कुरा एक्सपिरियन्स हुन्छ। तर त्यो बेला चाहिँ पनि के भन्दाखेरि चाहिँ अब आफ्नो डोन्ट लुज होप, अलवेज किप इन फेथ एन्ड अलवेज बिलिभ अन योर सेल्फ, होइन। मैले पनि आफूलाई धेरै बिलिभ गर्छु। अब तपाईँले पनि आफूलाई बिलिभ गर्नुहोस्। अब डोन्ट गिभ अप भन्दैमा अब आजको भिडियो अलि लामो पनि हुन्छ सक्छ, होइन। अब मलाई आज यो कुरा गर्न मन लाग्यो, अब जस्तै अब न्यू इयरको अब न्यू बिगिनिङ भने जस्तो कुरा गर्न मन लाग्यो यो चाहिँ। त्यही भएर अब आउँदाखेरि चाहिँ अब धेरै होप चाहिँ हुन्छ तपाईँ क्यानाडा फर्स्ट टाइम आउँदाखेरि चाहिँ। तर होप चाहिँ अलिक तलै राख्नुहोस्, किनकि अब यहाँ आएपछि अब एक्सन गर्नु पऱ्यो। तपाईँ अब यस्तो आज हिउँ परेछ भन्दै अब आज घरभित्र बस्छु, म चिया खाँदै मोमो खाँदै बस्छु भन्नुभयो भने अलि झ्याउनु सक्छ। किनकि अब यहाँ आएपछि तपाईँ एक्टिभ हुनुपर्छ साथी हो। यहाँ यसो भोलि अब काम के गर्ने हो, तपाईँ काम खोज्न चाहिँ दुःख अब सजिलो पनि हुनसक्छ। कतै साथीहरूले कसले कस कामले मिलाइन्छ भने चाहिँ अब त्यो स्क्याम पनि हुनसक्छ, अब रियल पनि हुनसक्छ साथी हो। तर अब कति काम पाइयो भने चाहिँ अब कसरी गर्नुपर्छ, अब कहिले कलेज सुरु भएपछि पार्ट टाइम काम गर्नुपर्छ कि कलेजमा काम गर्नुपर्छ कि कलेजभन्दा बाहिर गर्नुपर्छ कि, अब सबै कुरा मिलाएर राम्रोसित गर्नुहोस्। अनि अब आउने बित्तिकै सुरुमा ब्याङ्क एकाउन्टहरू, सिन नम्बरहरू, अनि त्यसपछि फोन नम्बरहरू, अनि सबै कुरा गर्नुहोस्। फोटो खिच्न नबिर्सिनुहोस्। तपाईँको मामा नेपाली भएपछि फोटो खिच्न परिहाल्यो। अब अपडेट हाल्न पऱ्यो, फाइनली रिच टु डेस्टिनेसन भनेर, होइन। त्यो पनि गर्न नबिर्सिनुहोस्, त्यो पनि गर्नुपर्छ। सबै कुराको समय हुँदो रहेछ साथी हो, त्यो पनि गर्नुपर्छ। अनि त्यसको पनि छुट्टै छ, भिडियो बनाउनुहोस्, आफूलाई पनि मेमोरी हुन्छ। म सुरु दिने यस्तो क्यानाडा आएको थिएँ, अब म अरू देश पनि गहुँ भन्नुहुन्छ भने त अब नगराउँदा नि हुन्छ। तर अब क्यानाडाको हिउँ छुट्टै चिसो हुन्छ, चिसो हावा सबै फिल गर्नुहोस्। त्यो सुरु दिन, त्यो एक्सपिरियन्स, त्यो फर्स्ट टाइम तपाईँ नेपालदेखि पहिलोपटक नेपालदेखि क्यानाडा आउँदै हुनुहुन्छ भने त्यो फर्स्ट डे छुट्टै एक्सपिरियन्स हुन्छ कि त्यो लाइफ टाइम एक्सपिरियन्स हो तपाईँलाई। त्यो चाहिँ मोमेन्ट तपाईँले अब सकेसम्म रेकर्ड गर्नु भन्छु मैले, होइन। किनकि पछि तपाईँ क्यानाडामा सक्सेस हुँदाखेरि त्यो दिन तपाईँले यहाँ आउँछ। तपाईँलाई क्यानाडामा दुःख भयो भने त्यो दिन यहाँ आउँछ, किन आएछु भनेर। अनि त्यही भएर चाहिँ त्यो राम्रो मेमोरी गराउनुहोस्। भिडियो अब राम्रो क्यामेरा किनेर हुन्छ कि अब नराम्रो नोकिया फोन किनेर हुन्छ कि अब जस्तो फोन भयो भने, तर चाहिँ एउटा राम्रो मेमोरी बनाउँछु। किनकि पछि गएर हेर्दाखेरि आफूलाई पनि खुसी लाग्छ क्या, यस्तरी आएको थिएँ म, यो दिन यस्तो भएको थियो, यो दिन यस्तो रहेछ, यस्तो डिग्री रहेछ, त्यो दिन थाहा हुन्छ सबै कुरा। त्यही यो भिडियो राम्रोसँग बनाउनुहोस्, आफूलाई पनि मेमोरी हुन्छ। त्यो एउटा इम्पोर्टेन्ट भन्छु कि, किनकि त्यो दिन सबैलाई सधैँ याद हुन्छ कि अब तपाईँ अब नेक्स्ट जर्नीमा आउनुभएको, तपाईँ नयाँ देश, नयाँ भेष, नयाँ कुरा, सबै कुरा। आफ्नो रियाक्सन बाहिर पनि रेकर्ड गर्नुहोस्, आफ्नो फेस पनि रेकर्ड गर्नुहोस्। अब क्यामेरा बाहिर देखाएर ल म यहाँ चाहिँ अब घरतिरको अङ्कल र बाबाले गरे जस्तो चाहिँ नगर्नुहोस्, आफ्नो भिडियो पनि रेकर्ड गर्नुहोस्। त्यही हो एउटा कुरा चाहिँ मेन। अब अरू तपाईँ यहाँ आइसकेपछि सबै कुरा सिक्नुहुन्छ। केही क्वेसन छ भने तपाईँले कमेन्ट गर्नुहोस्, मैले उत्तर पक्कै नै अब थाहा भयो जति उत्तर चाहिँ दिन सक्छु। अनि अब तपाईँलाई के हेल्प चाहिन्छ भने मलाई भन्नुहोस्। तपाईँ हेलिफ्याक्स आउँदै हुनुहुन्छ, तपाईँलाई मबाट हेल्प चाहिन्छ भने म अगाडि बढ्न तयार छु। अगाडि त बढ्छु, तपाईँलाई अब पछाडिबाट धगाल्ने काम होइन, त्यस्तो पनि होइन। तर अगाडि तपाईँ आउँदै हुनुहुन्छ भने मलाई भन्नुहोस्, अब मैले तपाईँलाई के हेल्प गर्नु मिल्छ भने, कसरी जब एप्लाई गर्नुपर्छ यताउति, अब तपाईँलाई के चाहिन्छ, हेल्प चाहिन्छ भने मलाई अब कमेन्टमा लेख्नुहोस्, केही हुँदैन। अनि यति नै हो साथी हो आज। अब भिडियो अब अलि न्यू इयरदेखि सुरु भएर अब तपाईँ अब न्यू इयर न्यू मी, तपाईँको पनि मेरो पनि अब आजबाट अब मेरो गोल भनेको यो साल अब यो भिडियोमा भनिदिइहाल्छु। अब मलाई अब 1000 सब्सक्राइबर पुग्यो नि मेरो। अब यो गोल, यो वर्षको गोल हो। होला नहोला एउटा ठाउँमा छ, अब सक्सेस भइहाल्ला नभइहाल्ला एउटा ठाउँमा छ। तर बाटो लामो छ साथी हो, सँगै हिँड्नुपर्छ, देशसँगै बनाउनुपर्छ। जय नेपाल। अब हुन चाहिँ म क्यानाडामा छु साथी हो, अब मैले यहाँ जय नेपाल भने किनकि अब नेपालको पोलिटिक्सको बारेमा कुरा नगरौँ। आजलाई यति नै, भोलि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु कमेन्ट तपाईँलाई के राम्रो लाग्यो यो भिडियोको बारेमा। तपाईँको न्यू इयर्सको प्लान के थियो? तपाईँले न्यू इयर्स के गर्नुभयो? कुहिरेको भ्यू भन्नु होला फेरि, होइन। त्यहाँपछि नभनौँ ल म गएँ। भिडियो अलिक लामो भयो कि 10 मिनट हुन थालिसक्यो। भिडियो अब तपाईँले हेर्ने 2 मिनट हो फेरि, त्यही भएर चाहिँ भिडियो धेरै लामो गराएर मलाई आफैलाई क्याप्सन बनाउन झेउ मात्रै हुन्छ। क्याप्सन वटेभर।
ल है त 10 मिनटको भिडियो बनाउँछु आजलाई यति नै थ्याङ्क यू भोलि भेटौँला